नमस्कार साथीहरू, म हुँ अर्पण। स्वागत छ तपाईलाई मेरो च्यानलमा। आज हामी काठमाडौँको भिडभाडबाट टाढा प्रकृतिको काखमा रहेको सुन्दर मणिचुर दहतर्फको यात्रामा निस्किरहेका छौँ। यो यात्रामा रमाइलो अफरोड बाटाहरू, हरियाली जङ्गल, मन लोभ्याउने दृश्यहरू र माथिबाट देखिने अद्भुत प्राकृतिक सौन्दर्य तपाईहरूलाई देखाउनेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् र यस्तै ट्राभल तथा बाइक भ्लगका लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। अब धेरै कुरा नगरी सुरु गरौँ आजको मणिचुर एडभेन्चर। लेट्स गो। यहाँ चाहिँ एकैछिनमा पानी आउँछ र मस्त भिजाउँछ अनि फेरि एकछिनमै पानी हराउँछ। यता चाहिँ मस्त पानी आइरहेछ। अनि मौसम यस्तो छ यता, मौसमले त पिलित्दै पार्ने हो। यस ठिक छ, पानीले चाहिँ बिचबिचमा अलिकति एकैछिनमा अब हामी जता गयो त्यतै पानी पर्छ। हरियो परियो हेर्दै मस्त बाटो चाहिँ अब ओहो यस्तोमा आइपुग्यो। कहाँ हो यो गाइज? अब म्याप हेरेर आउँदाखेरि यता ल्याइदियो। अब हिँडेको कता आयो यता। ओ के हो यो? यहाँबाट बाटो छ? ओइ 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 गयो। यहाँबाट यता जस्तो लाग्यो बाटो छ कि लाग्यो? फुलबारी खोला आइयो। त्यता होइन होला, ल बिस्तारी ल। यतै जता देखायो त्यतै यतै कि यतै भन्छ। कहाँको मकै घारीमा आइदिएको कहाँ हो म्यापले त यस्तो गराइदियो यस्तोमा ल्याएर म त घर लान्न के छ ल गाइज। म चाहिँ यस्तो छ पारा। क्याब थियो, क्याब पनि बाटोमा झरिहाल्यो। अब खोला यस्तो छ, बाटो यस्तो छ, यस्तो छ। म यस्तोमा छु। यहीँ बाटो खराब हो, त्यहाँबाट यता त ठिकै छ। खोला है कि पर्तिर खोलासम्म छ। ल एकछिन बाटो देखाएको छैन आँखाले? बाटो भएको थियो थाहा छैन आँखाले? गाडी गर्नु भने यस्तो पहिरो मोटरसाइकल गाडी भने के गर्नु? यस्तो मोटरसाइकल लिएर हिँड्नु हुन्छ त गाडी हो भने लडियो भने के हुन्छ? आइपुग्यो यहाँ यस्तो यस्तो छ। अब ठ्याक्कै यहाँ चाहिँ यस्तो छ। घर त काठमाडौँ, मणिचुर भने कहाँ हो? मणिचुर भने अनि मणिचुर जाने बाटो हो त? कुन बाटो? मणिचुर बाटो उयो ठ्याक्कै पुग्छ पिच बाटो। यो बाटो कहाँ पुग्छ? यो बाटो पुग्छ सुनेर त त्यही हिँडेको त्यहाँ त्यहाँ कहाँ आउनु पुऱ्याइदिन्छु। अब
नाजुक नाजुक कोही पनि नाजुक छ बाटो भासिन्छ ठेलियो मस्त त्यहाँ बाढी आएको छ खासै फरक पर्दैन बाँसले बाटो छेकेको छ अरे यस्ता जाबो बाँस यस्तो छ है बाटो भिर र पहिरोमा पहिरो र पहिरो म झर्छु ल अहिले सिट लिएर फिलिप्पै गरी भन्छ ओहो यस्तो हुन्छ अब ए झर्ना विशेष हामी यस्तो ठाउँमा आइयो अनि काठमाडौँमा हुँदा उहाँ पनि पानी आइरहेको थियो अब अहिले घाम लागिरहेको अघि हामी उहाँ हुँदा यता घाम लागिरहेको थियो उता पानी परिरहेको थियो अहिले हामी यता छौँ उता घाम लागिरहेको थियो यता मौसम खत्तम खत्तम हामी अन्तिममा चाहिँ यो सुन्दरी जलको यो गेटमै आइपुग्यौँ गाइड बाटो ठिकै छ तल चाहिँ अलि अप्ठ्यारो थियो अहिलेलाई यस्तो छ उता घाम लाग्छ यता यस्तो छ त यस्तो गाइड अब यो चाहिँ हामी माथि धेरै माथि पुगिसक्यौँ बाटो चाहिँ पुरै जङ्गल पाहाड क्या मस्त छ गाइड अब हामी यो मणिजुद्धको यता माथि आइसक्यो अब यता गयो भने ढाप ड्याम पुग्छ अनि यो हाइकिङ चाहिँ माथि जाने हो अब उताबाट आएको हामी सब ठिक छ मस्त छ गाइड त्यस्तै छ ताल रमाइलो छ अब हाइकिङ हो यताबाट मामाश्री इधर यहाँबाट थाहा भइसक्यो साखु भरे फर्किँदा कताबाट के छ पारा बाटो राम्रो रहेछ बाटोमा त के निस्क्यो नि अनि त्यहाँ बाइक राखेको छ यहाँदेखि 300 मिटर माथि गएर हिँड्नुपर्छ त्यहाँ बाइकहरू राख्यो हो अब यहाँबाट 300 मिटर हिँड्ने आउनु होला बाइक साधन छैन भने पनि सुन्दरी जल आउने सुन्दरी जलबाट हाइकिङ सुन्दरी जलबाट रोड हिँड्ने हो हिँडेकै हामी चावेलबाट करिब 1.5 देखि 2 घन्टाको बाइक यात्रा गरिसकेपछि यहाँ आइपुग्छौँ। यहाँबाट हामी करिब 300 मिटर माथि हिँडेपछि मणिचुर दह पुग्छौँ। काठमाडौँबाट बाइकमा 1.5 घन्टा लगाएर 15-20 मिनटको अलिकति हिँडेपछि ढाप ड्याम पुग्न सकिने रहेछ। मणिचुर यस्तो दामी छ यस्तो ढाप ड्याम जाने बाटोको बिचमा पर्दो रहेछ यो कुरो बुझ्नुभयो हामी चाहिँ ठ्याक्कै आइपुग्यो नाम खोज्दा हो तर ठाउँ एकदम मस्त के यहाँ खासमा नाम चाहिँ दह हो यो मणिचुर दह अरे दह चाहिँ देखिँदैन नि त देख्नु दह ए अझै उता यो झिलिमीबाट यो
पनि राम्रै ठाउँ हो। हेर्नु त मेरो भान्जो, यो म, मेरो नाम मामा हो। वाउ, यो त ठाउँ पनि राम्रो, मान्छे पनि राम्रा राम्रा आउने है। देख्नुभयो यता रे, म जान्छु, मलाई हेर्नु ल गयो। यो बोका त म यहाँ हामी त स्पाइडरम्यान थियो, समाइहालेछु। यो चाहिँ मैले सार्न लगाएको थिएँ, ब्याक बोकेर आऊ खासमा। अनि मामा यता छन् ठ्याक्कै स्पाइडरम्यान भन्दै। ओहो गाइज, द त्यही हो। ठाउँ त राम्रो गाइज। ओहो यो त अँध्यारो। म पनि यतै छु, गइरहेको छौँ। बाटो त बाफ रे बाफ, हो दादा छ त। गाइज तपाईँहरू नि कोही आउनु भएको छैन भने चाहिँ एकचोटि ठ्याक्क अब सर्ट हाइकको यो खासै हिँड्नु पनि खासै धेर परेन। तपाईँहरू सायद सुन्दरी जलबाट 3 घन्टा आसपासमा तपाईँहरू यहाँ आइपुग्न सक्नुहुन्छ। अनि अरू त ठिक छ। यता पानी आहा ठ्याक्कै यही ठाउँमा दहमै आइपुग्यो। ओहो यस्तो दामी छ। तपाईँहरू कोही आउनु भएको छैन भने चाहिँ एकचोटि यो आउने ठाउँ हो। के छ, कस्तो लाग्यो? आगो पुरा भयो कि नै? कस्तो के भयो? राम्रो छ, अलिक टाढा सबै देखिरह एकदम मस्त। 360 view देख्नुभयो? एकछिन बस्नु त ल। गाइज बोका हेर्ने बोका पुग्यो। कति वर्ष पुग्यो? 23 अनि बोका प्रजातिको सबैभन्दा धेरै बाँच्ने बोका पत्याउनुहुन्छ? गाइज अब चाहिँ हामी ठ्याक्क झर्ना आँट्यो भन्दा नि अब झरिहाल्यो हो। बाँचुन्जेलसम्म पनि छाल गर्यो मायाले
छल गर्यो भयो यो चाहिँ काठमाडौँ गाइज ओहो क्या दामी देखिरह ठाउँ पनि यस्तो दामी छ मान्छेले मलाई झन्डै सुइक्याए आज जाम्ला यस्तो दामी दामी यस्तो दामी ठाउँ छ नि यो एकदम मस्त छ गाइज भिडियो कस्तो लाग्यो मन परे लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला आजको लागि भिडियो यति नै